आमाजु दिदी माइती घर आउँदा राम राम उज्यालै नभइकन आइपुगेछन्। माइत हिँड्न भनेपछि त के विधि आपत परेको। गाडीबाट आँगनमा झरेकी छुइनँ, किन त्यसो भन्छौ बुहारी? उठेर भात तरकारी पकाएर खाएर आउनु नि। अर्कालाई दुःख दिन मात्रै जानेको छ खाली। खानै नपाएर त आकी होइन त म त, कामले गर्दा पो आकी। दुनियाँ बाना के पार्नु, पैसा माग्न आएको भन न। बल्ल बल्ल एकचोटि माइत आउँछु, त्यही पनि मन खिन्न हुने गरेर गाली गर्छु जहिले पनि। तिमीलाई पनि त माइती छन्, तिमीलाई पनि भोलि आँगनमा टेक्ने बित्तिकै यस्तो शब्द गऱ्यो भने तिमीलाई कस्तो लाग्छ भन त? त्यस्तै होइन? भाषण सुरु भयो हेर न। बाबुआमा पछाडिकी मेरो माइती हो भनेर सम्झेर पो आएको त। यस्तो गाली बेजती गर्छु भनेदेखि अबदेखि भएको आउँदिन। ल बुहारी, गएँ म, भाइलाई दिदी आउनु भएको थियो, सोध्दै हुन्छु भनेर भन्देऊ है। जे भए पनि मेरो काखको कान्छो भाइ हो।